नमस्कार साथीहरू, स्वागत छ यहाँहरूलाई। आजको भिडियोमा हामी नेपाल सरकारको वर्तमान मन्त्री परिषदमा भएको पछिल्लो परिवर्तन र कार्य विभाजनबारे विस्तृत जानकारी प्रस्तुत गर्दछौँ। विक्रम सम्वत 2082 साल चैत्र 13 गते गठन भएको वर्तमान मन्त्री परिषदमा सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहको सिफारिसमा आज मन्त्री परिषद पुनर्गठन तथा कार्य विभाजन गरिएको छ। यस क्रममा श्री सुदन गुरुङलाई गृहमन्त्री तथा श्री महावीर पुनलाई विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री पदमा नियुक्त गरी मन्त्री परिषदमा समावेश गरिएको छ। आज राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा उहाँहरूले नेपालको संविधानको धारा 80 बमोजिम पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। साथीहरू, वर्तमान मन्त्री परिषदमा प्रधानमन्त्री सहित कुल 17 जना मन्त्री रहेका छन्। अब एक एक गरी सबै मन्त्री तथा उहाँहरूले सम्हालेका मन्त्रालयबारे जानकारी लियौं। मन्त्री परिषदको नेतृत्व प्रधानमन्त्री श्री बालेन्द्र शाहले गर्नुभएको छ। उहाँले प्रधानमन्त्रीको जिम्मेवारीसँगै रक्षा मन्त्रालय पनि सम्हाल्नु भएको छ। रक्षा मन्त्रालयले राष्ट्रिय सुरक्षा, नेपाली सेनाको व्यवस्थापन, राष्ट्रिय प्रतिरक्षा नीति तथा विपद व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ। देशको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा राष्ट्रिय हितको संरक्षणमा यस मन्त्रालयको भूमिका अत्यन्त महत्त्वपूर्ण मानिन्छ। त्यसै गरी डाक्टर स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालिराख्नु भएको छ। अर्थ मन्त्रालयले सरकारको आर्थिक नीतिको केन्द्रबिन्दुका रूपमा काम गर्दछ। बजेट निर्माण, कर नीति, वैदेशिक सहायता, सार्वजनिक खर्च व्यवस्थापन तथा आर्थिक सुधारका कार्यक्रमहरू यस मन्त्रालयबाट सञ्चालन गरिन्छन्। वर्तमान आर्थिक चुनौतीहरूको सामना गर्दै आर्थिक वृद्धि र रोजगारी सिर्जनामा यस मन्त्रालयको महत्त्वपूर्ण भूमिका रहन्छ। हालसालै बजेट भाषण पनि गर्नुभएको छ, जसको चाहिँ एकदमै चर्चा भइरहेको नै छ। त्यसै गरी भर्खरै भारत भ्रमणबाट फर्किनुभएका श्री शिशिर खनालज्यूले परराष्ट्र मन्त्रालय सम्हालिराख्नु भएको छ। नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने, विभिन्न मुलुकहरूसँग कूटनीतिक सम्बन्ध सुदृढ बनाउने तथा विदेशमा रहेका नेपाली नागरिकहरूको हित संरक्षण गर्ने जिम्मेवारी परराष्ट्र मन्त्रालयको हो। त्यसै गरी श्री विराज भक्त श्रेष्ठज्यूले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सम्हालिराख्नु भएको छ। नेपालको जलविद्युत विकास, विद्युत उत्पादन तथा निर्यात, सिँचाइ सुविधा विस्तार र जलस्रोतको दिगो उपयोग सुनिश्चित गर्ने कार्य यस मन्त्रालयले गर्दछ। नेपालको आर्थिक समृद्धिमा ऊर्जा क्षेत्रलाई प्रमुख आधारका रूपमा हेरिएको छ। साथीहरू, आजको मन्त्री परिषद विस्तारको सबैभन्दा चर्चित नियुक्ति मध्ये एक हो श्री सुदन गुरुङको गृह मन्त्री पदमा नियुक्ति। गृह मन्त्रालय नेपालको अत्यन्त महत्त्वपूर्ण मन्त्रालय हो। सुदन गुरुङज्यूले केही समय पहिले राजीनामा दिएर पुनः गृह मन्त्री पदमै नियुक्ति हुनुभएको छ। देशको शान्ति सुरक्षा कायम गर्ने, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको व्यवस्थापन गर्ने, विपद जोखिम न्यूनीकरण तथा उद्धार कार्य सञ्चालन गर्ने, अध्यागमन र नागरिक सुरक्षा सम्बन्धी विषय हेर्ने जिम्मेवारी गृह मन्त्रालयको हुन्छ। आज गृह मन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्नुभएका सुदन गुरुङ समक्ष देशको सुरक्षा व्यवस्था अझ प्रभावकारी बनाउने, अपराध नियन्त्रण गर्ने तथा नागरिकलाई सुरक्षित वातावरण उपलब्ध गराउने महत्त्वपूर्ण चुनौती रहेको छ। पूर्वाधार विकास मन्त्रीको रूपमा हुनुहुन्छ सुनिल लम्सालज्यू। सडक, पुल, सुरुङ मार्ग, सार्वजनिक भवन तथा अन्य विकास निर्माणका परियोजनाहरूको योजना तथा कार्यान्वयन यस मन्त्रालयको मुख्य जिम्मेवारी हो। देशको आर्थिक तथा सामाजिक विकासका लागि पूर्वाधार विकासलाई आधारभूत आवश्यकता मानिन्छ। त्यसै गरी श्री शोभिता गौतमज्यूले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्हालिराख्नु भएको छ। संविधान तथा कानुन निर्माण, कानुनी सुधार, सरकारी कानुनी परामर्श तथा संसदीय प्रक्रिया सम्बन्धी कार्यहरू यस मन्त्रालय अन्तर्गत पर्दछन्। सुशासन र विधिको शासन सुनिश्चित गर्न यस मन्त्रालयको महत्त्वपूर्ण भूमिका रहन्छ। साथीहरू, आजको मन्त्री परिषद विस्तारको अर्को अत्यन्त चर्चित नियुक्ति हो श्री महावीर पुनको विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री पदमा नियुक्ति। महावीर पुन नेपालमा सूचना प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनका क्षेत्रमा परिचित व्यक्तित्व हुनुहुन्छ। ग्रामीण क्षेत्रमा इन्टरनेट सेवा विस्तार, अनुसन्धान संस्कृति विकास तथा वैज्ञानिक सोचको प्रवर्धनमा उहाँको योगदान उल्लेखनीय मानिन्छ। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले अनुसन्धान तथा विकास,
नवीन प्रविधिको प्रयोग, कृत्रिम बुद्धिमत्ता, डिजिटल रूपान्तरण तथा वैज्ञानिक अनुसन्धानलाई प्रोत्साहन गर्ने कार्य गर्दछ। आज मन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्नुभएका महावीर पुनबाट नेपालमा अनुसन्धान र नवप्रवर्तनको नयाँ युग सुरु हुने अपेक्षा धेरैले गरेका छन्। त्यसै गरी श्री सीता बादीज्यूले सम्हालिराख्नु भएको मन्त्रालय हो महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय। महिला अधिकार, बाल संरक्षण, लैङ्गिक समानता, ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने जिम्मेवारी यस मन्त्रालयको हो। त्यसै गरी श्री प्रतिभा रावलज्यूले सम्हालिराख्नु भएको मन्त्रालय छ भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय। जग्गा प्रशासन, सहकारी क्षेत्रको नियमन, सरकारी प्रशासन सञ्चालन तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने कार्य यस मन्त्रालयले गर्दछ। यसै गरी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको नेतृत्व गर्दै हुनुहुन्छ श्री निशा मेहताज्यूले। स्वास्थ्य सेवा विस्तार, अस्पताल व्यवस्थापन, रोग नियन्त्रण, औषधि नीति तथा खाद्य सुरक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी यस मन्त्रालयको हो। यसै गरी शिक्षा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी श्री सुस्मित पोखरेलज्यूले सम्हालिराख्नु भएको छ। विद्यालय शिक्षा, उच्च शिक्षा, प्राविधिक शिक्षा, खेलकुद विकास तथा युवा प्रतिभा प्रवर्धनका कार्यक्रमहरू यस मन्त्रालय अन्तर्गत पर्दछन्। यसै गरी श्री खडकराज पौडेलज्यूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हालिराख्नु भएको छ। नेपालको पर्यटन उद्योगको विकास, सांस्कृतिक सम्पदाको संरक्षण तथा हवाई सेवाको व्यवस्थापन यस मन्त्रालयको प्रमुख जिम्मेवारी हो। यसै क्रममा सूचना तथा सञ्चार मन्त्रालयको नेतृत्व गर्दै हुनुहुन्छ डाक्टर विक्रम तिमिल सिन्हाज्यूले। सूचना प्रवाह, सञ्चार नीति, डिजिटल सेवा विस्तार तथा सञ्चार क्षेत्रको विकासका लागि यस मन्त्रालयले काम गर्दछ। यसै गरी साथीहरू, कृषि, वन तथा पर्यावरण मन्त्रालयको जिम्मेवारी श्री गीता चौधरीज्यूले सम्हालिराख्नु भएको छ। कृषि उत्पादनको वृद्धि, खाद्य सुरक्षा, वन संरक्षण तथा वातावरणीय सन्तुलन कायम गर्ने जिम्मेवारी यस मन्त्रालयको रहेको छ। यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा हुनुहुन्छ मन्त्रीका रूपमा श्री गौरी कुमारी। उद्योग विकास, व्यापार प्रवर्धन, लगानी आकर्षण तथा बजार आपूर्ति व्यवस्थापन गर्ने कार्य यस मन्त्रालयले गर्दछ। श्री रामजी यादवले नेतृत्व गर्दै हुनुहुन्छ युवा, श्रम तथा रोजगार मन्त्रीका रूपमा उक्त मन्त्रालयको नेतृत्व गर्दै हुनुहुन्छ श्री रामजी यादवज्यूले। स्वदेश तथा विदेशमा रोजगारी व्यवस्थापन, श्रमिक अधिकार संरक्षण तथा युवाहरूको सिप विकासका कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी यस मन्त्रालयको छ। साथीहरू, आजको मन्त्री परिषद पुनर्गठनसँगै गृह मन्त्रालयमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा महावीर पुनको प्रवेशले विशेष चर्चा पाएको छ। अब जनताको अपेक्षा भनेको केवल नियुक्ति मात्र होइन, परिणाममुखी काम र सुशासन हो। अब हेर्न बाँकी छ वर्तमान मन्त्री परिषदका यी 17 जना मन्त्रीहरूले आफ्नो जिम्मेवारीलाई कति प्रभावकारी रूपमा निर्वाह गर्छन् र देशको विकास तथा जनताको जीवन स्तर सुधारमा कस्तो योगदान पुर्याउँछन्। तपाईलाई कुन मन्त्रीबाट सबैभन्दा धेरै आशा छ? आफ्नो विचार कमेन्ट बक्समा अवश्य लेख्नुहोला। भिडियो अन्त्यसम्म हेर्नुभयो, यहाँहरूलाई धेरै धेरै धन्यवाद। यहाँहरूको भविष्य उज्जवल रहोस्।